एसई को रिजल्ट आइसकेको छ, तर एसई रिजल्ट चेक गर्ने वेबसाइट्सहरूको सर्भर डाउन भइसकेको छ। त्यसले गर्दा रिजल्ट चेक गर्न एकदमै गाह्रो भएको छ। अब रिजल्ट चेक गर्नलाई तपाईँले कुनै पनि ब्राउजर अथवा गुगलमा गएर माथि एसजे ब्लग्स भन्ने टाइप गर्नुहोला। टाइप गरेर सर्च गर्नुहोला। सर्च गरिसकेपछि फर्स्ट लिङ्क जुन आएको हुन्छ त्यसमा ट्याप गर्नुहोला। अनि यसमा ट्याप गरिसकेपछि यो वेबसाइट खुल्छ। वेबसाइट खुलेपछि यहाँ तपाईँले सेकेन्ड नम्बरमा पोस्ट हेर्न सक्नुहुन्छ, एसई रिजल्ट चेकिङ भन्ने। यसमा क्लिक गर्नुहोला। यसमा क्लिक गरिसकेपछि एसई को लागि जति पनि वेबसाइट्सहरू छ जसमा हामीले चेक गर्न सक्छौँ त्यो सबै वेबसाइट्सहरू यसैमा पाउन सक्नुहुन्छ। जसरी यहाँ स्टार्टिङमा हेर्न सक्नुहुन्छ नेपाल टेलिकम अफिसियल पोर्टल। यसमा क्लिक गर्नुभयो भने डाइरेक्ट हामी यसको अफिसियल पोर्टलमा जान सक्छौँ अनि यहाँबाट चेक गर्न सक्छौँ। तर यो वेबसाइट पनि अहिले सर्भर डाउन जस्तो देखिन्छ। त्यही भएर हामी ब्याक क्लिक गर्छौँ र अर्कोमा जान्छौँ। अर्को कान्तिपुर रहेको छ। अनि कान्तिपुर पछि यहाँ तपाईँले एसएमएसबाट पनि चेक गर्न सक्नुहुन्छ। एसई अनि स्पेस दिएर आफ्नो सिम्बल नम्बर अनि अल्फाबेट टाइप गरेर तपाईँले 35001 मा सेन्ड गर्न सक्नुहुन्छ अथवा 1600 मा सेन्ड गर्न सक्नुहुन्छ। यसरी नै तपाईँले आइभीआर अथवा 1600 मा कल गरेर पनि आफ्नो रिजल्ट चेक गर्न सक्नुहुन्छ। किनकि अहिले सर्भर चाहिँ डाउन रहेको छ। यो मेथड्सहरू एकदमै हेल्पफुल हुन्छ। अथवा तपाईँले *1600 # गरेर पनि चेक गर्न सक्नुहुन्छ। अथवा यहाँ एजु सञ्जालको वेबसाइट छ, त्यहाँबाट पनि खल्ती एपबाट पनि तपाईँले कलेज इन्फोको वेबसाइटबाट, त्यसपछि यहाँ कनेक्ट प्लसको वेबसाइटबाट, एन्सलको पोर्टलबाट, निमा एकाडेमी रहेको छ, रिजल्ट आयो, एम्बिसन गुरु रहेको छ, मेरो स्टडी रहेको छ, एनइबी एजुकेसन, सबैको लिङ्क तपाईँले यसरी सर्च एउटै पेजमा तपाईँले पाउन सक्नुहुन्छ। अनि तपाईँको कुनै यदि फ्रेन्ड छ भने त्यसलाई यो भिडियो सेयर गर्न पनि नबिर्स्नुहोला। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।